तर उसको हुनेवाला श्रीमानले उसलाई अस्पताल नलगेर आफ्नै ज्यान जोगाउन भागेछ। त्यो ठाउँमै केटी एक्लै छटपटिँदै मरिछे। होटेलको साउले स्वर अझै बिस्तारै बनाउँदै भन्यो, यहाँ गाउँघरमा अझैसम्म डरलाग्दो हल्ला छ कि त्यो बेहुलीको हुनेवाला श्रीमानको मन अर्कै केटीसँग लागिसकेको थियो र उसको मृत्युको षड्यन्त्र उसकै हुनेवाला श्रीमानले रचेको थियो रे। श्रीमान र उसकी प्रेमिका दुईजनाले पहिल्यै एउटा प्लान बनाइसकेका थिए कि पहिले बिहे गर्ने, दाइजो लिने अनि मुग्लिन रोडमै उसलाई सधैँका लागि हटाइदिने। तर त्यो बिचारी बेहुलीलाई के थाहा थियो कि उसको जिन्दगीको सबैभन्दा खुसीको दिन उसको अन्तिम दिन हुनेछ भनेर। यो त सायद उसले कल्पना समेत गरेकी थिइन होला। भन्छन् त्यस दिनदेखि ऊ मुग्लिन रोडमै हरेक बाइक, हरेक गाडी रोक्दै सहायता मागिरहेकी हुन्छे। कहिलेकाहीँ मान्छेलाई नाम लिएर बोलाउँछे र जसले उसको मद्दत गर्न मान्छ उसलाई आफ्नो बेहुला सम्झेर जंगल बीचमा लगेर तडपाई तडपाई मार्छे। यस्तै डरलाग्दो र रोचक नेपाली कथाहरू सुन्नका लागि नेपाली अध्यारो कथा पेजलाई फलो गर्न नबिर्सनुहोस्।